एउटा दुःखद खबर आएको छ। चर्चित नेपाली पर्वतारोही निर्मल पूर्जा अर्थात् निम्स दाई पाकिस्तानको हिमाली क्षेत्रमा सम्पर्कविहीन भएको एउटा खबर आएको छ। पाकिस्तानको ब्रोड पिक भन्ने क्षेत्रमा उहाँले नेतृत्व गरिरहनु भएको 10 जना पर्वत आरोहीको टोली सम्पर्कविहीन रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। पाकिस्तानको अल्पाइन क्लबले एउटा विज्ञप्ति जारी गर्दै ब्रोड पिक क्षेत्रमा हिजो बिहिबार एउटा हिउँ पहिरो आएको थियो र त्यस क्षेत्रमा गएको 10 जना पर्वत आरोहीको टोली सम्पर्कविहीन रहेको भनेर जानकारी दिएको छ। त्यसै गरी खोजी कार्य जारी रहेको पनि जनाइएको छ। यो ब्रोड पिक भन्ने हिमाल संसारकै 12औं अग्लो हिमाल हो। 8047 मिटर अग्लो छ र निर्मल पूर्जाको नेतृत्वमा अमेरिकी, चिनिया, ओमानी र पाकिस्तानी समूह 10 जनाको समूह यो हिमाली क्षेत्रमा गएको थियो र खोजी गर्नका लागि सबै स्रोत साधनहरू परिचालन गरिएको, पाकिस्तानको सरकारसँग पनि कोअर्डिनेसन भइरहेको भनेर अल्पाइन क्लब पाकिस्तानले जनाएको छ। हामी आशा गर्छौँ यो टिम सकुशल भेटियोस्। केही बेर सम्पर्क विच्छेद भएको हुन सक्ला हिमाली क्षेत्रमा, तर उहाँहरूको सकुशल उद्धार होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। निर्मल पूर्जा संसारकै 8000 मिटरभन्दा अग्ला 14वटै हिमाल चढेर कीर्तिमानी राख्नुभएको व्यक्ति हुनुहुन्छ। नेपालको युवा हुनुहुन्छ। उहाँले नेपालको पर्यटक र खास गरी पर्वत आरोहणको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइरहनु भएको छ। निर्मल पूर्जा लगायत सबै आरोहीहरूको सकुशल उद्धारको हामी कामना गर्दछौँ। अस्ट्रेलियामा